गाइस पहिला यो भिडियो हेरौँ अनि यसको फन्नी कमेन्ट पढ्ने है त। आज निद्रा लाउनै भएन मलाई। रुको जरा सबर करो। सम्मानका साथीनीहरूलाई म रन्डा रन्डी भन्न चाहन्छु। माइलाको हड्डी हाँस्यो। भ्यागुतेले 100% होइन होला के हो? नगरपालिकाले उठाउन नसकेको फोहोरहरू राल्चो आउँदै बस्दै भ्यागुते माइला दाई। हेर हेर सास फेर्न गाह्रो हुने गरी ब्रेसकालमा मन लोभ्याएको बुढाले। गाइस पहिला यो भिडियो हेरौँ अनि यसको फन्नी कमेन्ट पढ्ने है त। यता चलाउनु अनि यहीँ घाउ छ 10 भाटा यता काजु बिसो ठुलो जानको मान्छे धुलो खाएन छ काजुले। ए भनेको शर्मिला भाइ काजुले सँगै थियो मेरो। काजुले त ठुलो जानको मान्छे उता पिङ्क कलरको पेन्टी लाएर हालेछ भिडियो के गरे। रुको जरा सबर करो। भेट्यो काजु र बदमले। काजुको त ढेलका पाता सेक्किने गरिदिएका रहेछन् पुलिस दाजुले। ओए रन्डा त्यो झाँक्री कता छ? यही मौकामा त्यसको पनि सर्भिस हुनुपर्ने। यो पल्ट पिटाइ खानै पर्ने दूषितहरूले पिटाइ खाए। होइन होला के हो? अब काजुलाई प्रधानमन्त्री बनाउनु पर्छ। गाइस पहिला यो भिडियो हेरौँ अनि यसको फन्नी कमेन्ट पढ्ने है त। फुटबलको गोल पोस्ट त कत्रो नै हुन्छ। त्यो भन्दा ठुलो त मैले मेरो टाङ फाटेको थिएँ। त्यही पनि दिवसले 3 गोल मात्र हाल्यो। पैसा भनिसकेपछि गिद्ध जसरी पछि लाग्थ्यो त्यो दिन त्यसलाई के भयो? 3 गोल मात्र हाल्यो। रुको जरा सबर करो। चाहिने भन्दा ठुलो गोल पोस्ट देखेर दिक्क लाग्यो होला दिवसलाई। हाम्रो गाउँमा पनि एउटा केटी यस्तै भन्थे, अहिले मुजीमा क्यान्सर भएर मरी। 3 गोल गर्दा 90 मिनेटको टाइम नै सकियो त के गर्नु म्याडम? मलाई बोला म हान्छु 10 गोल। ए रह नहीं जाता तड़प ही ऐसी है ना। बिचरा थाकेको थियो होला, 3 गोलले पुगेन र। आशिका तामाङ दिदीले जहाँ पाए त्यही नमुत्नु भनेर मात्र हो, नत्र म यसको मुखमा मुत्दिन्थे। गाइस पहिला यो भिडियो हेरौँ अनि यसको फन्नी कमेन्ट पढ्ने है त। रुको जरा सबर करो। राजावादीको स्वीकृति तान्ने मान्छे राजावादी नै हुन्छ, गणतन्त्रवादी हुँदैन। भगवानको स्वीकृति चोर्नेलाई कस्तो पाप लाग्ला त अब। खै कसको विश्वास गर्नु अब भगवानकै स्वीकृति हराएपछि। जय श्री कृष्ण महादेव 3 कुने। मोदीले त नमस्कार गर्छ हाम्रो राजालाई। मोदीले त नमस्कार गर्छ हाम्रो राजालाई। होइन होला के हो? भगवान नै सुरक्षित छैन हाम्रो देशमा, अरूको त के आश गर्नु। गाइस पहिला यो भिडियो हेरौँ अनि यसको फन्नी कमेन्ट पढ्ने है त। कोसेरले उनीहरु मात्र किन सेफ्टी हामी पनि सेफ्टी उनीहरु मात्र किन सेफ्टी हामी पनि सेफ्टी। रुको जरा सबर करो। कुनै दिन आन्दोलनकारीले पुलिसलाई नि नाङ्गो पारेर लुगानी आफै लगाएर जान बेर छैन। कुरा त सही हो, जे मिल्छ त्यो उठाउनु, तर बन्दुक पाएपछि आफूतिर नपड्काउनु होला। यही पाराले त कुन दिन नेता र पुलिसले पनि आन्दोलन गर्छन्, जनता चोर देश छोड भन्दै। सेक्युरिटी गार्डलाई जस्तै उहाँलाई पनि पुरस्कार दिन पर्छ।
यो मान्छे पक्कै कि झापाली कि स्याङ्जाली हुनुपर्छ। पहिला यो भिडियो हेरौँ अनि यसको फन्नी कमेन्ट पढ्ने है त। हरेक घर यस्ता बन्न पर्दछ कम से कम जहाँ एसी जडान गर्न सकियोस्। हरेक घरमा बस्ने मान्छेहरूको त्यो हैसियत बनाउनु पर्छ जो एसीमा बस्न सकोस्। रुको जरा सबर करो। होइन किडनी फेर्ने बेला जनावरको किडनी हाल्दैछ क्या डाक्टरले। रेल पनि आयो पानी जहाज पनि आयो अब त्यही एसी जोड्न त बाँकी छ नि। अरूको किडनीले बाँचेको राणाको बान्जे पनि बोल्छ। हरेकको घरको ढोकामा केपी चोर देश छोड लेखाउँ। शाबाश बेटा। म्युजिक दिमाग उखाने बुद्धि गुखाने ल्याउँछु भन्छ रेल 8 कक्षा फेल। जति गफ पेल्न सक्छस् पेल यत्तेरीमै किडनी फेल। त्यस पहिला यो भिडियो हेरौँ अनि यसको फन्नी कमेन्ट पढ्ने है त। राष्ट्रिय सदन पार्टीका सभापति रवि लामिछानेलाई थुनामा पठाउने आदेश। भोलिबाट रवि लामिछानेको जनयात्रा थियो, जनतासँग यात्रा थियो, तर अब जेल यात्रातिर उहाँ जानुपर्ने अवस्था सिर्जना भएको छ। रुको जरा सबर करो। धमलाजी काजु खाने साउटा 1 चम्चा शर्मिला भइरहेको गु खानुहोस् अलि बुद्धि आउँछ कि। रविको चिन्ता नलिनुहोस् धमलाजी काजुलाई सम्हाल्नुहोस् यति बेला काजुको अवस्था नाजुक छ। आप कहाँ थे ज्ञानी बाबा? अलि बिस्तारै बोल जोकर छेर्ला सुरुवालमा। धमलाबाट के आश गर्नु सङ्गत त शर्मिला भइरहेसँग छ। गाइस पहिला यो रिल हेरौँ अनि यसको फन्नी कमेन्ट पढ्ने है त। के भनेर कता फर्काउने लेफ्ट राइट अघि पछि कता फर्काउने कस्तो रूपमा लान्छु म केटाकेटीहरूको खेलमा एउटा छ क्या गोलो गोलो घुम बाबु गीत सुन्दै घुम भन्ने। रुको जरा सबर करो। गल्ती भोट दिनेको होइन गल्ती त्यो किडनी दिने आइमाईको हो। कहिले मर्छस् नि स्याल। यो मुजीको मुख हेर्ने बित्तिकै यसलाई आरी घाट्नु पुर्याउने मन गर्छ। किडनी दान गर्ने महिलाले पनि टाउकोमा हात राखेर पछितो मान्दै ओलिन्। तिम्रो यस्तै बोलीले तिम्रो गणतन्त्र उत्तानो परिसक्यो। उत्तानो परेको होइन सर उत्तानो पारिएको हो। केपी ओली किडनी फेरेको फेरे हामी हेरेको हेरे। यसलाई एउटा उखाने मन्त्रालय खोलेर झोले सहित थान्काउनु पर्छ अब। बात त सही है। गाइस सिक्री हराउने दाइको भिडियो हेरौँ अनि यसको फन्नी कमेन्ट पढ्ने है त। मेरो जिम पार्टनर भाइरल सिक्री हराउन गाय। रुको जरा सबर करो। अब अर्को आन्दोलनमा औठी हराउँछ है। ज्यान मात्र होइन मन पनि बलियो बनाउनु पर्यो दाइ रोइदिने। दिनभरि करायो सिक्री नि हरायो। यो सिक्रीको नाम इतिहासमा आउँछ। आफू रोएर अरूलाई हँसाउन सफल व्यक्ति। बात त सही है। 7 पुस्तासम्म राजाको नाम नलिनु होला दाजु। सिक्री घरमा बिर्सेको रहेछ दाइले हावामा रोएर। गाइस पहिला यो भिडियो हेरौँ अनि यसको फन्नी कमेन्ट पढ्ने है त। दिदी तपाईँ पनि आन्दोलनमा आउनु भएको हैन म स्टुडियोबाट हैन आज यहाँ हैन यहाँ आन्दोलनमा देखिरहनु भएको छ नि त त्यही भएर। रुको जरा सबर करो। उसलाई बुढो त चाहिएको छैन किन राजा चाहिन्थ्यो र। रगत चुसाउन जानु भएको जुकासँग। यता पनि छोटो जुका देखाउँछु। अहिले चाहिँ मलाई यसको डर लाग्न छोडिसक्यो होला। ये सब क्या देखना पड़ रहा है। अच्छा है मैं अंधा हूँ।
बैरागी कान्छी कन्सर्ट भनेर गएको हो लिन आन्दोलन पो परेछ जिन्दगीबाटै अलपत्र परेको मान्छे 3 कुनेमा अलपत्र हुनु त सामान्य नै हो यसको अनुहारमा चाहिँ किन सधैँ 12 बजिरहेको हुन्छ गुले च्यापेको जस्तो छ त्यही भएर होला गाइस पहिला यो भिडियो हेरौँ अनि यसको फन्नी कमेन्ट पढ्ने है त रुको जरा सबर करो जिल्ला भन्दा नगरपालिका ठुलो भएपछि कसको के लाग्छ र समझ रहे हो मान्छे हो कि मादल मादल नै हो तर सेन्पाईहरूको लम्बाइ चौडाइ बराबर भएछ त नानी मान्छे पुर्की भयो नि जिम्मेवारी ठुलै बोकेर हिँडेकी रहेछौ बधाई छ तिमीलाई अलि जोगिनु है बहिनी कसैले फुट्टीको बट्टा सोचेर थचाप्प पारिदेला नि फेरि त्यस्तै रमाइलो भिडियो हेर्न